नमस्कार, हामी चाहिँ आज थारू सङ्ग्रहालय अवलोकन गर्न आएको। थारूहरूले बिउहरू कसरी काट्छन्, खेतहरू कसरी रोप्छन् होइन, त्यो विषयहरू यहाँ भित्र झल्काइएको छ। त्यो कुराहरू अवलोकन गर्नेछौँ। र आउनुहोस्, पहिला हामीले थारूको परम्परागत काठको कुवा हेर्नेछौँ। यहाँभित्र के छ है। र यहाँ चाहिँ पानी रहेछ होइन। पानी यहाँबाट निकालेर थारूहरूले सिँचाइ गर्नुहुन्छ। यो चाहिँ कुवा होइन। यहाँबाट थारूहरूले पानी निकालेर अनि गाईबस्तुहरूलाई पानी दिने गर्नुहुन्छ है। अनि अब हामी यहाँ थारू सङ्ग्रहालयभित्र जाँदैछौँ। खेतीपातीहरू कसरी गर्नुहुन्छ थारूहरूले, ल अब हामी यतातिर हेर्छौँ होइन। यहाँनिर चाहिँ रागाहरू छ होइन। यहाँ चाहिँ रागाहरूले चाहिँ त्यो डम्बल भन्छ होइन, थारूको त्यो गाडी हुन्छ नि त, त्यो गाडी तानेर कसरी सामानहरू बोक्नलाई त्यो रागाहरूले तानेर गाडी चलाउने गर्थ्यो होइन पहिला। अनि अहिले पनि देख्न सकिन्छ थारू टोलतिर गएपछि यस्तो गाडीहरू। अनि यता देख्न सक्नुहुन्छ यहाँ चाहिँ परालहरू छ है। अनि यहाँनिर चाहिँ खेतको लागि सिँचाइको गर्नको लागि कुला पनि छ होइन। यहाँदेखि चाहिँ पानी ल्याएर खेतमा सिँचाइ गर्ने होइन, पानी सिँचाइ गर्नलाई ल्याइएको हुन्छ। यहाँ चाहिँ परालहरू कसरी बोकेर थारूहरूले ल्याउँथे भनेर देखाइएको छ। परालहरू यसरी राखेको छ है, यो देखाइएको छ। यहाँनिर चाहिँ धानहरू कसरी मार्थे गोरुहरूले थारूहरूले भनेर त्यहाँ देखाइएको छ। गोरुहरू कस्तो रियलिस्टिक बनाएको छ क्या, हेर्नु पनि मजा आउँछ है गाइज। अनि अगाडि जाउँ हामी। अगाडि यहाँनिर खेतमा लागेका मुसाहरू मार्दैछन् थारूहरूले। मुसाहरू खन्दै अनि खेतमा मुसाहरू मारिरहेको छन् है। मुसाहरू समातेको छ, एउटाले खनिरहेको छ। हेर्न सक्नुहुन्छ कति राम्रो दृश्य छ। सबै रियलिस्टिक बनाएको छ क्या यो मुसा। हेर्नु त यहाँनिर सबै कस्तो रियल जस्तो छ क्या मुसा पनि होइन। अनि मुसाहरू यसरी खेतबाट अनि खेतमा आएको मुसाहरू मारेर यसरी गरेको छ। अनि जो खेतमा काम गर्ने हुन्छ नि उनीहरूलाई चाहिँ अब जाँडहरू दिइरहेछ है। यहाँनिर एकजना आइमाईले जाँडहरू दिइराख्नु भएको छ। अनि उसले चाहिँ खाइरहेको छ, यस्तो देखाइएको छ है, देख्न सक्नुहुन्छ। अनि यतातिर चाहिँ हाम्रो खेतमा चाहिँ खेत रोपिरहेको रहेछ। यहाँनिर चाहिँ खेत रोपिरहेछ। अनि थरुनी बठानियाहरू भन्छ के र, अब उहाँहरूले चाहिँ खेतहरू रोपिराख्नु भएको छ, धानहरू रोपिराख्नु भएको छ होइन। धानहरू रोपेको देखाइएको छ। यता चाहिँ हाम्रो अब सबै यो चाहिँ धान काटिरहेको दृश्य छ यहाँ हामीसँग। यसरी धान काट्दै हुनुहुन्छ सबै थारू चौधरीहरूको सङ्ग्रहालयमा। यसरी कसरी गर्नुहुन्छ भनेर यहाँ देखाइएको छ। यहाँ चाहिँ रोटीहरू है, थारूको रोटीहरू यहाँ यसरी दिइराख्नु भएको छ यहाँले है। अनि यहाँ चाहिँ धान काटेर बिउ अब धानको बिउ निकालेर अनि थाकेका मान्छेहरूलाई चाहिँ यसरी भोकाएका मान्छेहरूलाई यसरी चाहिँ खाना दिइराख्नु भएको छ है त। अनि यो चाहिँ खेत साउने भन्छ है नेपालीमा, खेत साउने भन्छ। यो चाहिँ धान रोप्नको लागि रेडी खेत साएर होइन, रेडी बनाइसकेपछि अनि धान रोप्ने हुन्छ। उता चाहिँ धान रोपेको छ, त्यो चाहिँ बनाउँदैछ है। अब यहाँ चाहिँ यसरी यहाँ चाहिँ बिउ छरिरहेको है, यहाँ चाहिँ बिउ छरिरहेको छ। अनि यहाँ चाहिँ बिउ काटिरहेको छ होइन। यस्तो राम्रो एकदमै सुन्दर छ है हाम्रो थारू सङ्ग्रहालय। यो चाहिँ हाम्रो थारू सङ्ग्रहालय दाङको सखौरा भन्ने ठाउँमा छ। सबैजना आएर भिजिट गरिदिनु होला। एकदमै राम्रो ठाउँ छ। थारू परम्परालाई एकदम झल्काउने एकदम राम्रो ठाउँ रहेको छ। सो सबैजना आएर चाहिँ भिजिट गरिदिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। पहिलालाई चाहिँ हाम्रो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, कमेन्टहरू गरिदिनु होला है त।